साथीहरू आज पनि सम्पूर्ण अंग्रेजी सिक्न चाहनुहुने साथीहरूलाई हाम्रो च्यानल द स्टडी रुम र आजको भिडियोमा स्वागत छ। आज पनि हामी इंग्लिश ग्रामरको टेन्स अन्तर्गत नै छलफल गर्न गइराखेका छौं र टेन्स अन्तर्गत चाहिँ हामी फ्युचर टेन्सको बारेमा जसलाई हामी नेपालीमा भविष्यकाल पनि भनेर भन्ने गर्छौं त्यसको बारेमा आज हामी डिस्कसन गर्ने छौं। ओके, सुरु गरौं। फ्युचर टेन्स के हो त भनेर हेरौं। जस्तो फ्युचर टेन्स इज द फर्म अफ अ verb that is used to express an action or event that will happen in the future, that is after the time of speaking. त्यस्तो कामको बारेमा, त्यस्तो एक्सनको बारेमा, त्यस्तो इभेन्टको बारेमा, त्यसको इन्सिडेन्टको बारेमा यदि हामी भन्न चाहन्छौं जुन चाहिँ अब आउने समयमा हुँदैछ, अहिले हैन, हामी बोलिरहेको समय भन्दा पछि हुने कुराहरुको बारेमा, इभेन्टहरुको बारेमा, एक्सनहरुको बारेमा, एक्टिभिटीहरुको बारेमा हामीले कुरा गर्नु पर्यो भने जनरल रूपमा हामी फ्युचर टेन्सको युज गर्छौं भन्ने हो है त। यो फ्युचर टेन्समा पनि हामी चारवटै फर्मको बारेमा कुरा गर्छौं। जस्तो सुरुमा हेरौं, ए मा सिम्पल फ्युचर टेन्स, जसको युज के हो भने एक्सन दैट विल ह्यापन इन द फ्युचर, कुनै पनि भविष्यमा हुन सक्ने सम्भाव्य कामको लागि, एक्सनको लागि अथवा एक्टिभिटीको लागि चाहिँ हामी सिम्पल फ्युचर टेन्सको युज गर्छौं। जसको स्ट्रक्चर छ, सुरुमा सब्जेक्ट हुन्छ, त्यसपछि विल हुन्छ र बेस भर्ब हुन्छ भने भर्ब 1 भन्छौं जसलाई हामी नर्मल भाषामा है त। एक्जाम्पल हेरौं, I will go tomorrow, म भोलि जाने छु है त। She will help you, उनले हेल्प गर्ने छिन्, अहिले गरिरहेका छैनन्, फ्युचर टाइममा पछि। They will win the game, अहिले गेम चाहिँ भइराखेको छ तर they will win the game, उनीहरूले जित्ने छन् भने है त। जितिसक्या पनि हैन तर भविष्यमा चाहिँ यस्तो हुनेछ भन्ने कुराको बारेमा चाहिँ हामीले गर्नु पर्यो भने फ्युचर सिम्पलको टेन्सको युज गर्छौं भन्ने हो। त्यसैगरी फ्युचर कन्टिन्युअस टेन्स हेरौं है त। यसको प्रयोग के हो भन्दाखेरि एक्सन गोइङ अन एट अ फ्युचर टाइम, कुनै भविष्यमा चाहिँ कुनै एउटा स्पेसिफिक टाइममा चाहिँ केही काम भइराखेको हुनेछ भन्नु पर्यो भने त्यति बेला चाहिँ हामी के गर्छौं, फ्युचर कन्टिन्युअस टेन्सको युज गर्छौं भन्ने हो। स्ट्रक्चर हेरौं, सब्जेक्ट प्लस विल बी प्लस भर्बको आईएनजी फर्म भन्ने हो है त। अब एक्जाम्पल हेरौं, आई विल बी स्टडिङ एट नाइट हो, अहिले चाहिँ दिउँसो नै छ है, तर रातिको कुरा गर्नु पर्यो भने दिउँसो नै, अब आउने रातिको कुरा गर्नु पर्यो भने आई विल बी स्टडिङ एट नाइट, म रातभरि अथवा राति पढिराखेकी हुनेछु भने हो है त। आउने समय भने अब राति भयो र त्यो रातिको समयमा चाहिँ के हुन्छ, म पढिराखेको हुँ, मेरो काम चाहिँ पढ्ने भइराखेको हुनेछ कन्टिन्युअस रूपमा भन्ने बुझ्नु होला। त सी विल बी ट्राभलिङ टुमोरो है, टुमोरो भोलि हो, भोलि चाहिँ आउने छ भने समय हो हैन, कमिङ टाइम हो भने त्यो कमिङ टाइममा चाहिँ केही काम भइराखेको, म ट्राभलिङ गरिराखेको हुनेछु, एक ठाउँबाट अर्को ठाउँ गइराखेको हुनेछु गाडीमा अथवा कुनै ट्रेनमा, त्यस्तो सिचुएसनमा चाहिँ युज गर्नु होला। जस्तो दे विल बी प्लेइङ फुटबल, भोलिको कुरा गर्नु पर्यो भने अथवा कुनै अर्को दिनको कुरा गर्नु पर्यो भने, नेक्स्ट फ्राइडेको कुरा गर्नु पर्यो भने दे विल बी प्लेइङ फुटबल, फुटबल खेलिराखेका हुनेछन् भनेर बुझ्नु होला। त्यसैगरी नम्बर नेक्स्ट अथवा चाहिँ सी मा हेरौं, फ्युचर पर्फेक्ट टेन्स के को लागि युज हुन्छ भन्दा एक्सन कम्प्लिटेड बिफोर अ सर्टेन फ्युचर टाइम, भविष्यको कुनै एउटा स्पेसिफिक टाइममा चाहिँ त्यो काम सकिएको हुनेछ अथवा कम्प्लिट भइसकेको हुनेछ भन्ने कुरा गर्नु पर्यो भने हामी फ्युचर पर्फेक्ट टेन्सको युज गर्छौं। जस्तै सब स्ट्रक्चर हेरौं, सब्जेक्ट प्लस विल ह्याभ प्लस पास्ट पार्टिसिपल फर्म अथवा भर्बको भर्ब 3 फर्म भन्छ हामी, त्यो यसमा युज हुन्छ। जस्तो एक्जाम्पल, आई विल ह्याभ फिनिश द वर्क बाई इभिनिङ, हेर है, दिउँसो चाहिँ अहिले हामी कुरा गरिराखेका छौं, अहिले हामी काम पनि गरिराखेका छौं र त्यो काम चाहिँ बेलुकासम्म चाहिँ फिनिश भइसकेको छ, काम सकिसकेको हुनेछ भन्नु पर्यो भने त्यति बेला चाहिँ हामी यो टेन्सको युज गर्छौं। जस्तो आई विल ह्याभ फिनिश द वर्क बाई इभिनिङ हो, बेलुकासम्म मेरो काम सकिएको हुनेछ है त। जस्तो सी विल ह्याभ रिच्ड होम बाई 6 PM, बेलुकाको 6 बजे उनी घर पुगिसकेको हुनुहुन्छ, घर जाने चाहिँ काम हो, पुग्ने काम, र 6 बजे चाहिँ पुग्ने काम कम्प्लिट भइसकेको हुनेछ। त्यसैगरी दे विल ह्याभ कम्प्लिटेड द प्रोजेक्ट हो, कुनै भविष्यको कुनै एउटा स्पेसिफिक टाइममा चाहिँ प्रोजेक्ट विल ह्याभ बीन कम्प्लिटेड भने हो, अथवा त्यो सकिएको हुनेछ भनेर बुझ्नु होला। डी मा हेरौं, फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्स छ। अब यसको युज के हो भन्दा एक्सन कन्टिन्युइङ फर अ पिरियड अप टु द फ्युचर टाइम, भविष्यमा कुनै टाइममा चाहिँ त्यो काम सकियो तर त्यो सकिनु भन्दा पहिला चाहिँ त्यो काम भइराखेको थियो भन्ने सिचुएसनमा बोल्नु पर्यो भने अथवा लेख्नु पर्यो भने फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्सको युज गरिन्छ र जसको फर्मुला चाहिँ सब्जेक्ट प्लस विल ह्याभ बीन प्लस भर्बको आईएनजी फर्म हो भनेर बुझ्नु होला। एक्जाम्पल हेरौँ है त, आई विल ह्याभ बीन टिचिङ फर 10 years हो,
अब अता कुनै अर्को वर्षसम्म मैले पढाएँ भने त्यति बेला चाहिँ मेरो के हुनेछ 10 वर्ष पुगेको हुनेछ है। आई विल ह्याभ बिन टिचिङ फर 10 इयर्स भने अहिले 9 वर्षमा छ र अर्को वर्ष हुँदाखेरि चाहिँ 10 वर्ष पुग्छ। तर त्यो 10 वर्ष पुग्नुको लागि अहिले के भइराखेको छ, काम भइराखेको छ भन्ने। सी विल ह्याभ बिन वर्किङ अल डे, भोलिको बेलुकासम्म चाहिँ उनले काम सक्छिन् तर दिनभरि चाहिँ के गरिरहेकी हुनेछन्, काम गरिराखेकी हुनेछन् भन्ने हो। कम्प्लिट हुनुभन्दा पहिलाको फ्युचर टाइममा हुने कामको लागि चाहिँ हामी युज गर्छौँ यसको लागि। सो दे विल ह्याभ बिन लिभिङ हियर फर 5 इयर्स, दे विल ह्याभ बिन लिभिङ हियर फर 5 इयर्स। 5 वर्ष पुग्छ र त्यो 5 वर्ष पुग्नुभन्दा पहिलाको 4 वर्ष कन्टिन्यू रूपमा चाहिँ बसिराखेकी छिन्, गरिराखेकी छिन् अथवा यहाँ लिभिङ गरिराखेकी छिन् भनेर यसरी फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्सको चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने हो। ओके, सम्पूर्ण साथीहरू योसँग रिलेटेड केही कुरा तपाईँलाई चाहिँ सोध्न मन लाग्छ अथवा केही कन्फ्युजिङ छ भने कमेन्ट मार्फत मसँग जोड्न सक्नुहुनेछ। अहिलेको लागि चाहिँ हामी यो भिडियोलाई यहीँ एन्ड गर्छौँ। थ्याङ्क यू सो मच।